दाङको घोराहीमा अवस्थित श्री मावि रझेनाले आफ्नो 68औं वार्षिक उत्सव समारोह एक औपचारिक कार्यक्रम गर्दै भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको उक्त समारोह घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यकामा सम्पन्न भएको हो। कार्यक्रममा घोराही 18 का वाडा अध्यक्ष भरतमणि अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गौतम, विद्यालयका प्रधानाध्यापक लालमणि आचार्य, पूर्व प्रधानाध्यापक उद्धव न्यौपाने सहित शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। वार्षिक उत्सव समारोहको अवसरमा शैक्षिक सत्रभरि सञ्चालन गरिएका विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडी विद्यार्थीहरू, वार्षिक परीक्षामा उच्चतम नतिजा प्राप्त गर्ने छात्र-छात्राहरू तथा अनुशासन, नेतृत्व र समग्र व्यक्तित्व विकासमा उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई विधिवत रूपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी विद्यालयमा लामो समयदेखि निरन्तर, इमान्दार र समर्पित सेवा प्रदान गर्दै आएका शिक्षक-शिक्षिकालाई समेत सम्मान गर्दै उहाँहरूको शैक्षिक योगदानको कदर गरिएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थी एवं शिक्षिकाहरूले सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सर्वाङ्गीण विकास तथा सार्वजनिक विद्यालयको सुदृढीकरणका लागि स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। विद्यालयका प्रधानाध्यापक लालमणि आचार्यले वार्षिक उत्सवले विद्यार्थीको प्रतिभा पहिचान, अनुशासन प्रवर्धन र सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सहशैक्षिक गतिविधि निरन्तर रूपमा सञ्चालन गरिने बताउनु भएको थियो।